Okay, hello guys, this is me RD. धेरै पछि रियाक्सन गर्न थालेको छु बिकज रामायणको ट्रेलर आएको छ एन्ड 13 घण्टा भयो मैले हेरेको छुइनँ अनि थोरै थोरै कतै कतै केही देखिरहेको थिएँ सो लेट्स डु दिस रियाक्सन भिडियो एन्ड 3 2 1 ओके कौन हो तुम? तुम्हारा नया राजा। ओके देवलोक, पृथ्वीलोक, पाताल लोक, तीनों लोकों में एक ही राज होगा। जब जब सृष्टि पर संकट आया है भगवान एक्चुअलीमा यसलाई त्यो लुक्सले त्यो पहिलादेखि नै रावण देखिरहेको थियो होइन बट यो ट्रेलरमा झन् ये लुक रावण के मतलब यसले जो विष्णु ने अवतार लेकर उसकी रक्षा की। दशरथ राम मेरा ज्येष्ठ पुत्र राम। विश्व कल्याण के लिए यदि मेरा अंत भी हो जाए तो भी मुझे स्वीकार है। ओके ड्रामा निर्णय मैं ले चुका हूं। एक पुत्र होने के नाते अपने पिता के वचन का पालन करना मेरा कर्तव्य है। तुम्हारे लिए 14 वर्ष का वनवास। आहा उस वचन का क्या जो आपने मुझे विवाह के समय दिया था। अब हमारा भाग्य एक है और भाग्य में जो भी लिखा है मुझे स्वीकार है। जनस्थान की राजकुमारी सूर्पनखा। ओहो रकुल वो मोहित हो गई है आप पे। राम से प्रतिशोध लिया जाएगा शूर्पणखा। न राम की मृत्यु साधारण होगी न उसका अपमान। रावण तीनों लोकों का स्वामी है तो तीनों लोकों के सामने उसका वध करूंगा। मैं अपनी सीता को वापस लाऊंगा। जय श्री राम ये कुंभ होला युग का आरंभ है। ओके नाइस ओके साई पल्ली इज अलवेज अ नेचुरल आर्टिस्ट होइन उसको ब्युटी उसको ग्लो को अलवेज अ फ्यान होइन बट डज साई पल्ली गिभ द्याट भाइब माता सीताको आई एम डाउटेड बिकज
हाम्रो नेपाली एज अ नेपाली पनि माता सीतासँग एउटा अलगै लगाव छ। अझ स्पेसली भन्ने हो भने तराई क्षेत्रको जनकपुर क्षेत्रहरूको व्यक्तिहरूको लागि, त्यहाँको व्यक्तिहरूको लागि अझकै एउटा अलगै लेभलको एउटा अट्याचमेन्ट हुन्छ होइन। अनि सो आई गेस आई डोन्ट नो, मलाई साई पल्लीको एक्टिङमा कुनै डाउट होइन, बट मैले पहिलेदेखि नै भनेर आएको क्या, रामायणमा प्रब्लम के छ भने हामीले जुन पहिलाको जुन क्लासिक जुन रामायण हेरेका छौँ होइन, जुन टिभीमा, त्यसले गर्दाखेरि पनि, किनकि हामीले त्यसपछिको जति पनि रामायण आएको छौँ त्यसमै मात्र कम्पेयर गरेका छौँ कि। अनि अल्दो जुन कार्टुन आएको थियो, अब कार्टुनमा पनि त्यसको पनि एउटा नेक्स्ट लेभलको छ, अब त्यसको पनि कुनै अर्को कम्पेरिजन आएको छैन। अब अर्को कुनै कार्टुनमा पनि कुनै रामायण बन्यो भने हामी त्यही रामायणसँग, कार्टुनवाला रामायणसँग हामीले कम्पेयर गर्छौँ। र फिल्महरू यस्तो रियल लाइभ एक्सनमा आयो भने जुन हामीले टिभीमा हेरेको छ रामायण, हामीले त्यही क्यारेक्टर त्यहीसँग प्रेजेन्ट गर्छौँ। किनभने त्यो क्लासिक जुन आएको थियो नि पहिलाको टिभीवाला, द्याट गिभ द्याट प्योर भाइब क्या, त्यो भक्तिवाला भाइब होइन। अनि ओभर द टाइम धेरै हेरेर पनि होला, र पहिलाको मान्छेले त्यो भक्ति भावले नै हेरेर होला, र प्लस हामीले हेर्दाखेरि पनि, यङ जेनेरेसन हेर्दाखेरि पनि त्यही सिरियललाई हेर्दाखेरि, त्यो पछि बनेको सिरियल हामीले त्यही भक्ति भावले नै हेरेका छौँ क्या। अनि यसपछिको जति पनि रामायण आएको छ त्यो भक्ति भावले हेर्न सकेका छैन, बिकज अफ द आर्टिस्ट के। किनभने आर्टिस्टले त्यो फिल दिनुपर्ने छ। किनकि पहिलाको क्लासिकवालाको हामीले आर्टिस्टहरूको अर्को कुनै पनि काम हेरेको छैन, हामीले जस्ट उहाँहरूको रामायण मात्र हेरेका छौँ। सो द्याट्स वाइ हामीले उहाँहरूलाई त्यो क्यारेक्टरसँग जोइन गर्न सकेका छौँ, अट्याच गर्न सकेका छौँ, ताकि हामीले उहाँहरूलाई त्यही क्यारेक्टरबाट चिनेको भनेर हामीले त्यही क्यारेक्टर उहाँहरूलाई मान्न सकिरहेछौँ क्या। बट अन दिस रणवीर कपुरलाई, साई पल्लवीलाई, जति पनि अरू क्यारेक्टरहरू छ, उहाँहरूलाई त्यो शुद्ध क्यारेक्टरसँग, त्यो प्योरिटी क्यारेक्टरसँग अट्याच गर्न थोरै गाह्रो परिरहेछ मलाई चाहिँ। किनकि रणवीर कपुर इज अ फन्टास्टिक भेरी गुड एक्टर, बट द प्रब्लम इज त्यो रामको प्योरिटी होइन, त्यो रामको शुद्धता त्यो कसरी फिल गर्ने भन्ने कुरा भइरहेछ क्या। बिकज यसलाई धेरै सजिलो छ, बिकज अफ यसको लुक्स, बिकज अफ यसको द्याट काइन्ड अफ ओरा, अनि द्याट काइन्ड अफ नेगेटिभ जुन एउटा भनौँ न भिलेनवाला ओरा, यसले आफ्नो लगातार फिल्महरूबाट त्यो एउटा भाइब, रिसेन्टली त्यो खालको भाइब दिएको छ, जसले गर्दा यसलाई रावणको क्यारेक्टर निभाउन धेरै सजिलो छ, र पब्लिकले पनि रावणको रूपमा यसलाई स्वीकार्न धेरै सजिलो छ। बट रणवीर कपुरलाई स्वीकार्न गाह्रो छ, किनभने रणवीर कपुरको रिसेन्टली एनिमल आएको छ, त्यो एनिमलबाट क्रुरता, एउटा एग्रेसिभ क्यारेक्टरबाट सिफ्ट टु द एउटा सफ्ट स्विट, एउटा एकदमै भनौँ न अब शुद्धताको प्रतीक हो के भन्छ राम भनेको। अनि सो द्याट काइन्ड अफ अ क्यारेक्टरमा रणवीर कपुरलाई एक्सेप्ट गर्न मलाई चाहिँ गाह्रो परिरहेछ। अनि अल्दो I love him, he's a very, very, very good actor, but this is the problem. And the same goes to Sai Pallavi. I am not feeling Mata Sita on her. I'm not. मलाई त्यो भित्रमा भक्ति भाव फिल आइरहेको छैन के। अनि अल्दो भिजुअली कुरा गर्नु पर्दाखेरि दे डन इट भेरी भेरी वेल यार, दे डन इट फन्टास्टिक जब है। एन्ड दिस इज द इन्टरनेसनल लेभल होइन, बिकज त्यत्रो 4000 करोड खर्च भएको छ, काहीँ न काहीँ त देखिरहेछ होइन। सो या दिस इज भेरी भेरी गुड, दिस इज द लेभल अफ दे आर डुइङ। अब अलिकति अब कुरा दुखाइ भनेको चाहिँ अब यो रामायणमा पनि उनीहरूले माता सीताको जन्मभूमि फेरि इन्डिया देखाउने हो कि या मतलब कसरी देखाउँछ त्यसमा पनि एउटा इच्छुक छ। किनकि इफ दे गन युज भारत शब्द, we definitely have a problem. If they use Ayodhya, if they use पर्वको कालको कुनै पनि शब्दहरू, that's fine, किनकि त्यो टाइममा न इन्डिया थियो न नेपाल थियो होइन, न त्यो टाइममा न भारत थियो न नेपाल थियो। सो इफ दे युज त्यो टाइमको कालको शब्दहरू, that's normal, that's good, that's fine. बट इफ दे युज भारत शब्द, भारतको बेटी, भारतको छोरी होइन, there is a problem. That's not a fact. So yeah, let's hope and best wishes. Thank you guys.